कांग्रेस विभाजनपछि आधिकारिक मान्यता कुन पक्षले पाउला? मान्यता नपाउने पक्षका लागि निर्वाचनमा के छन् विकल्प? नेपाली कांग्रेसले विशेष महाधिवेशन आयोजना गरेर छुट्टै नेतृत्व बनाएको भन्दै सोस पक्षबाट सभापति चुनिएका गगन कुमार थापाले बुधबार निर्वाचन आयोग पुगेर आफरको आधिकारिकता प्रमाणित गर्ने दस्तावेज बुझाएका छन्। संस्थापन भनिएको अर्को पक्षले विशेष महाधिवेशन अवैध भन्दै आफर नै असली पार्टी भनिरहेको छ। फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकिएको छ भने निर्वाचन कार्यक्रम अनुसार समानुपातिक निर्वाचन तर्फका उम्मेद्वारहरूको मनोनयन भइसकेको छ। प्रत्यक्ष प्रणाली तर्फका उम्मेद्वारहरूको मनोनयन दर्ता माघ 6 गतेदेखि हुनेछ। आगामी केही दिनभित्रै आयोगले विवाद निरूपण गरिसक्नुपर्छ। किचलोका दुई पक्ष मध्ये एक पक्षले आयोगबाट मान्यता पाउँदा अर्को पक्षका सामु आसन्न आम निर्वाचनमा के कस्ता विकल्प रहन्छन् सबैको चासो छ। अहिलेको विवाद भनेको विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवाद हो। यदि त्यो वैधानिक हो भने त्यही पक्षले सबै थोक पाउँछ र अर्को पक्षले बेग्लै नाम झण्डा आदि माग गर्नुपर्ने हुन्छ। तर चुनावी कार्यक्रमको चटारोका कारण मान्यता नपाउने पक्षले निर्वाचन प्रयोजनका निम्ति बेग्लै दल दर्ता गर्न सहज छैन। फागुनको निर्वाचनको प्रयोजनका लागि आयोगले मंसिर 1 गतेदेखि 10 गतेसम्म मिति तोकेर राजनीतिक दल दर्ता गराइसकेको छ। निर्वाचन आयोगले जे निर्णय गर्दा पनि एउटा पक्ष चुनावबाट बाहिरिन्छ। बाहिरिने पक्षले रुख चिन्ह र पार्टीगत हैसियत नपाएपछि स्वतन्त्र लड्नुपर्ने हुन्छ। त्यस्तो पक्ष सर्वोच्च अदालत जान सक्छ र त्यसपछि थप अन्यलता बढ्न सक्छ। मान्यता नपाउने पक्षले हाल आयोगमा निर्वाचनका लागि दर्ता भइसकेका कुनै दलको सहारा लिने बाटो रहे पनि त्यो राजनीतिक नैतिक रूपमा सहज छैन। सरसर्ती हेर्दा नेपाली कांग्रेस भित्रको विवाद जस्तो देखिए पनि यो विषयले समग्र निर्वाचन कार्यतालिका वा वातावरणलाई पनि प्रभाव पार्न सक्छ। अदालतले संवैधानिक तथा राजनीतिक पक्ष समेत घेरेर गरिदिने व्याख्याले निर्वाचन कार्यतालिका प्रभावित हुने सम्भावना पनि रहेको जानकारहरू बताउँछन्।